सुन्तला हेरियो अब रोटी देखाउला अरे रोटी हेर्ने हो रोटी त फेरि लु त्यो रोटी अहिले नै चाहिँ नहेरौँ होला फेरि लोदर लाग्न सक्छ किनकि यी भाइरल सालीको रोटी देखेपछि कमेन्ट्समा मान्छेहरू छक्कै परे यस्तो रातो छ र छ्या चाउरी परेको रोटी काम छैन कति हाँस्नु हौ ठ्याक्कै भिडियोले खोजेको जस्तै कमेन्ट्सहरू छन् एकछिनमा सबै पढ्नु पर्छ है त गाइस सँगै अरु चटकी भिडियोहरू के भयो बाबा के भयो कुकुरलाई सुनको सिक्री सबैको फन्नी एन्ड भाइरल कमेन्ट्स पढ्ने नै छौ सो गेट रेडी लेट्स गो कोही मुजी आफ्नो हुँदैन सबर गरो सुरुमा त अब तीज आउँदैछ सो यो गफ गरेको हो कि गीत गाएको पहिला सुन्दिम अनि फन्नी कमेन्ट्स पढ्ने है त तीज आयो माइत जाने सुर मैले छोड्दैनु मेरो बुढा पानी पर्छ अहिले पानी परे नि घाम लाए नि पानी परे नि घाम लाए नि छोड्न जान्छु माइत तिमीलाई घरि परे नि तो चलिए शुरू करते हैं प्लिज बरु म आफै गीत गाएर नाच्छु यस्तो गीत रिलिज नगर्नु यस्तो गीत सुनेपछि माइत हैन मसान घाट पुगिन्छ मुटु फुटेर होइन तीजको गीत हो कि भजन हो के हो यो त्यो कुरा के हो त मलाई पनि थाहा छैन यस्तो घर सल्लाह त घरमा गर्नु नि बरै गीत राम्रै हो माइक बिग्रेको हो खटारो होइन कसरी नाच्ने यो गीतमा तीज आयो माइत जाने सुर गरे मैले पानी परे नि घाम लाए नि तीज आयो माइत जाने सुर गरे मैले बरु तीज नआएछ यार ल अब रोनाल्डो मेस्सी नेमार नै मनकामना मन्दिर गएपछि कसको के लाग्छ र सकिएन बा नेपालीहरूलाई यो हेरौँ अनि फन्नी कमेन्ट्स पढौँला मारो मुझे मारो रोनाल्डो त ठिकै थियो कि तर नेमार र मेस्सी त जर्सीमै आउनु भएछ त अनि रोनाल्डोसँग ऋषि धमलाको वाइफ चाहिँ किन ये गडबड है बाबा असम्भव यता मौला कालिका पनि दर्शन गरेछन् मेसी दाजुले नेपाली हो नि फेरि जे पनि गर्न सक्छ फुलपाती भाकेरा मनकामना गएर नि वर्ल्ड कप जित्ने कामना पुरा भएन पिओभी रोनाल्डो श्रेष्ठ नेमार तामाङ मेसी आचार्य अब फरमाइस गर्ने नि त्यस्तै पुरा गरिदिने नि त्यस्तै कति मिलेको सालीको रोटी हेरौँ अनि कमेन्ट्सको मजा लिम्ला सुन्तला हेरियो अब रोटी देखाउला अरे रोटी हेर्ने हो रोटी त फेरि यस्तो स्पेसल यस्तो राम्रो छ कि रोटी त फेरि अच्छा मेरे साथ अन्याय हुआ है रोटी त ठिक छ हैन ठिक छ देख्नु भयो रोटी तो चलिए शुरू करते हैं प्ल्याट त परेको रहेछ है गर्मीले पाकेछ छ्या कताबाट निकाल्छ रोटी पनि रोटी त फेरि साली यस्तो रोटी भनेको होला यो त पुरी हो ल रोटी भनेर खुलित्त पार्दिनु सिस ढल्छ त्यसपछि बेहोस भएर यस्तो टेन्सन हुँदा पनि बेहोस हुँदिन त के भएको रोटी धेरै रातो बनाएछौ अब निलो हुन्छ ढुसी लागेर ठिक छ रोटी ठिक छ देख्नु भयो रोटी यो भएन हामीलाई कालो रोटी चाहियो सालीको रोटी भन्ने बित्तिकै नि कालो हुनुभयो यता पहिला कलियुगको शिव भगवानलाई हेर्दिम अनि फन्नी कमेन्ट्स पढ्ने है त चतर 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 ए आमै चतर चतर ए बाबै चतर चतर ए बुढी चतर चतर ए लौला चतर चतर लौमारे आहा ओके कमेन्ट्स पढौँ है त दुर्गेशलाई पछाडि पार्छ क्या हो सबै दुर्गेश जस्तै निस्केछन् नेपालमा उठाले रे बाबा उठाले यो दुनियाँमा जसले जे गरे पनि हुने रहेछ त डिप्रेसन जस्तो भिडियो बनाए नि हेरिदिने हामी छँदैछौँ नि चतर 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 ए आमै चतर चतर ए बाबै चतर चतर पिओभी नेपाली फुटबलर राइट नाउ भयो त कुकुरको पनि दिन आउँछ भन्थ्यो हो रहेछ यो भिडियो हेर्नुस् अनि फन्नी कमेन्ट्सतिर जाम्ला
भाई मारो मुझे मारो तो चलिए शुरू करते हैं। मेरो जिन्दगी देखेर आफैलाई ढुङ्गाले हानेर बेहोस हुन मन लाग्छ। नेपालमा विनोद चौधरी भन्दा धनी मान्छे पनि रहेछ। भागेर मेरो घर आए हुन्थ्यो। साँझ पप्पी लिएर आउला खेल्न, खेल्नुपर्छ मिलेर। कोई बात नहीं हम तो चूतिए हैं। म पनि कुकुरनी हो, मलाई नि लगाइदिनुस् न। घोडालाई छैन घाँस, गधालाई च्यावनप्रास भनेको यही हो। माया आफ्नो ठाउँमा छ, यो त नाटक हो। होइन नि, अप्ठ्यारो पर्दा त्यो कुकुरले सुन बेचेर खर्च चलाउन सक्छ। ल अब कलेज नगएपछि कोठामै पुगे प्रिन्सिपल। कति हाँस्नु, भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढौँला। त्यही माथि नमस्कार पनि आफैले गर्नु भएको। रिप्लाई हेर्नु न, स्कुल गएको हो र स्टुडेन्टले गर्ने। को बेमान हो फेरि घरमा नै लगिदिने। साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो। हमला अचानक हुआ था। प्रिन्सिपल सर बी लाइक नमस्ते, कस्तो छ, ठिक छ नि? स्टुडेन्ट्स बी लाइक होम डेलिभरी। यता आमाले रुम त देखाउनु भयो तर कमेन्ट्स भने सिरियस हुन सकेन। भिडियो हेरौँ अनि फन्नी कमेन्ट्सतिर जाम्ला। रुम नम्बर 401 यो चाहिँ कपल रुम। म देखाउँछु। यो चाहिँ हाम्रो कपल रुम हो। हजुरहरूले देख्नु सक्नुहुनेछ यहाँ डबल बेड टक्क राखेको छ हामीले चाहिँ। अब यताबाट एउटा सोफा राखेको छ। अब यो त भइहाल्यो, पलङको यो टाउकोमा यस्तो फर्महरू राखेको छ। अब हजुरहरूले देख्नु सक्नुहुन्छ यहाँ आफूले मनपर्ने पिक्चर हेर्नको लागि चाहिँ टिभी वाइफाई त छँदै छ। यहाँ पानीको बोतल, यसो एसी। तो चलिए शुरू करते हैं। सोफा किन नि कपल रुममा, पलङ भएपछि भ्याइ नभ्याइ हुन्छ त। राति 12 बजेपछि उडुस त आउँदैन नि आमा। हजुरहरू पनि आउनु होला है। कसको बुढी लिएर जाम भनेर सोचिरहेको छु। क्या मतलब अलग ही लेवल का बंदा था। आमा 1 नाइटको कति हो? कति हो? ओके गाइज, अब तपाईहरुको कमेन्ट्स पढ्ने पालो। थ्यांक्स फर द कमेन्ट्स। लु पहिला नानीहरुको ढुक ढुक गर्ने धड्कन हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने है त। त्यता मुटु हो यता छ धड्कन। दिदी वाह दिदी। सक्छनी पर्छ। ओके कमेन्ट्स पढौँ है त। आहा त्यो मुटु पड्काउन पाए मजा आउँथ्यो। अनि धड्कन नि तल अहिलेको ट्रेन्डिङ धड्कन हो के? अच्छा जुङ्गा भएको धड्कन। अहिले त बहिनीहरुको स्टाइल नै भएछ, गीतमा हात चाहिँ तलै देखाउनु पर्ने। सही पकडे हैं। त्यता मुटु हो यता छ धड्कन। त्यता मुटु यता छ धड्कन, थापेपछि बेर हुन्न पड्कन। यता मुटु त्यता छ धड्कन, छिराइदिन्छु लम्मै पाउँदैन अड्कन। यता मुटु त्यता छ धड्कन, बोलाउनु है मलाई नै पड्काउन। लु यी अङ्कललाई सम्झाइदिने को होला खै? अङ्कलको पारा हेरौँ अनि फन्नी कमेन्ट्सतिर जाम्ला। अच्छा बाय बाय टाटा। बाँकी भिडियो नेपाल पुलिसको पेजमा। सिखहरूले आफ्नो पहरी लगाउन मिल्छ भने नेपालीले नि ढाका टोपी लगाउनु पाउनु पर्छ। ढाका टोपीले नेपालीको पहिचान जोगाउँछ तर टाउको जोगाउँदैन है। क्या बात है सर। वी वान्ट फ्रिडम। एक सेकंड ये क्या है? इमर्जेन्सीमा युज गर्ने भनेर राखेको रे। ओहो हग्नेलाई भन्दा देख्नेलाई लाज, सायद यसैलाई भनिन्छ होला। यी बुढो बुढीको यो भिडियो हेर्नुस् अनि फन्नी कमेन्ट्सतिर जाम्ला। के भयो बाबा?
के भयो चित्तले तुई लगाइदियो हातमा सिस्टरले सुई लगाइदियो त्यो डाक्टर नर्सले त्यसलाई म पाइया गर्छु नरो हात म त्यसलाई गएर पाइया गर्छु म त्यसलाई गएर पाइया गरेर आउँछु कहाँ छ कुद पाइया गरेर आउँछु ल अब खुसी हुनु हात कुकुरलाई पाइया गरौँ दुईटाले पाइया गरौँ तिनीहरूको मेरो यत्रो नानी बुढुलाई सुई हान्दैछ यहाँ सुई हान्दैछ अर्को कहाँ यहाँ पनि सुई हान्दैछ बाबा म पाइया गरेर आउँछु ल यो मुक्कीले ट्याम हान्छु ल सुई कत्रो थियो बुधु ठुलो खालको सुई थियो तो चलिए शुरू करते हैं। ठुक्क जिन्दगी बुलाको सुईले चाहिँ दुखेन मेरो रिस खुट्टादेखि सुरुरुरु भएर टाउकोमा पुगिसक्यो कि यसलाई भगा कि मलाई समात लाज पचाएर लास्टसम्म हेरे नर्सेस कोमामा चित्तले तुई लगाइदियो मोबाइलबाट हिर्काउन मिल्ने भयो नि कसम 2 गाला फुट्ने गरिदिन्थे चित्तले तुई बच्चाले बच्चा पाउने भयो बुढोको भन्दा पनि ठुलो थियो सुई बाबा सुई कत्रो थियो बुधु होइन यो बहिनीलाई एक्लै बनाएर छोडेर जाने मुजी को होला कठै पहिला बहिनीको कुरा सुनम अनि कमेन्ट्सतिर जाम्ला है त कोही मुजी आफ्नो हुँदैन आफ्नो त एक्लोपन अनि दुःख माया गर्छु भनी त हजारौँ आए हजारौँ गए 2-3 दिन साथ दिन्छ अनि एक्लो बनाएर जान्छ मुजी त मेरो छैन है तिम्रो छ चार्जमा रहेछौ भोलि कुरा गर फ्रेस भएपछि थोपडा देख्दा नि पारा तात्छ यार के हो यस्तो डिप्रेशन फर्स्ट मिटमै हानेर कन्ट्याक्टलेस भयो क्या हो बाप रे ये तो धोती खोल रहा है कोही मुजी आफ्नो हुँदैन आफ्नो त एक्लोपन मन पराउने हजार भेटिन्छन् आफ्नो मुजी आफ्नै हुन्छ मुक्ति मात्र होइन हजुर आफ्नै गुण पनि अरूको लागि उर्दिन्छ विश्वास कसको गर्नु ओके साथी हो आज चाहिँ बब्बाल भिडियो लिएर आएको छु तपाईहरुको लागि लाज नमानी कमेन्ट ठोक्नु पर्छ है त अनि नेक्स्ट भिडियोमा सँगै बसेर पढ्ने ओके द्याट्स इट फर टुडे सी यु नेक्स्ट भिडियो लाइक ठोकौँ है भिडियोलाई नाउ चेक दिस आउट Put your boots and down,